नेपाल रिपब्लिक मिडियाले आफूलाई नेपालको पहिलो र एकमात्र सार्वजनिक रूपमा सूचीकृत मिडिया कम्पनी भएको दावी गर्छ। यो कम्पनीले 2080 साल जेठमा आइपिओ बेचेर 43 करोड 53 लाख रुपियाँ सर्वसाधारणबाट सङ्कलन गरेको थियो। कुल स्वामित्वमा झन्डै 45% आम नागरिकको हिस्सा भएको यो कम्पनी अहिले गम्भीर श्रम समस्याबाट गुज्रिरहेको छ। नियमअनुसार तलब सुविधा नपाएको भन्दै आफ्नै पत्रकार कर्मचारीले यहाँ ताला लगाएका छन्। तर कम्पनीले भने कर्मचारीले नागरिक रिपब्लिका सहितका प्लाटफर्म बन्द गराउन तालाबन्दी गरेको दावी गरेको छ। यी समाचारहरूले भन्छन् पत्रकार महासङ्घले नागरिक र रिपब्लिकाको प्रकाशन अवरुद्ध गर्न तालाबन्दी गर्यो, अर्थात् नागरिक बन्द गराउने प्रयास भयो। तर के महासङ्घले साँच्चै प्रकाशन रोक्न खोजेको थियो कि यो श्रम विवादलाई नागरिक बन्द गर्न खोजिएको भनेर फ्रेमिङ मात्र गरिएको हो?